नमस्ते, स्वागत छ यहाँहरूलाई। लेखक उदयबहादुर चलाउने दीपकद्वारा लिखित विद्रोहका पच्चावहरू कविता संग्रहको युग पत्र शीर्षकको कविता म वाचन गर्न गइरहेको छु। कविता यसरी सुरु हुन्छ। महाशय सिंहराज, हजुरको आहारा बन्दै आइरहेका हामी प्राणीहरू अब उपरान्त हजुरको जुनाबमा हाजिर हुन नआउने कुरा निवेदन गर्दछु। रिसानी भए माफ होला। मत्स्य विधानको अनुसरण नगर्ने विरोध पत्र दाखिला गर्दछु। विधिका शासन विपरीतको यो विद्रोह बोली आदेशको अवज्ञा पत्र हजुरलाई कति पनि मन पर्ने छैन। महाशय, हाम्रो रातो रगत तन्तने पिएर फिलाहरू लुछेर खान नपाउँदा, मस्ती लुट्न नपाउँदा हजुरले भोक भोकै तडपिनु पर्नेछ, तडपी तडपी मर्नु पर्नेछ। महाशय, अब त्यसप्रति अलिकति पनि खेद छैन हामीलाई। हजुरको आहारा त्यो पनि मृत्यु, विरोध पत्र त्यो पनि मृत्यु। मृत्यु नै हाम्रो नियति भए रोजाइको मृत्युवरण किन नगर्ने? मृत्यु लाखौँ जीवनको उद्गम हुने भए, करोडौँ आस्थाहरूको धरोहर हुने भए, जीवनको वास्तविक परिभाषा हुने भए, मृत्युको पनि मृत्यु हुने भए मृत्यु रोज्न किन नपाए? महाराज, यो हाम्रो निवेदन प्रताडित आत्माहरूको सुस्केरा, जिउँदै लुछिएका चिथोरिएकाहरूको क्रन्दन चित्कार हो। निवेदक उत्पीडितहरूको अब प्रतिरोधको कासन पनि हो, रेड वारेन्ट पनि हो। खबरदार, अब उपरान्त हामी कोही पनि जिउँदो लास बनेर लम्पसार पर्ने छैन। मृत्यु लाखौँ जीवनको उद्गम हुने भए, करोडौँ आस्थाहरूको धरोहर हुने भए, मृत्युको पनि मृत्यु हुने भए मृत्यु रोज्न किन नपाइने?